यो बाटो यस्तो छ माथि भएर जाने बाटो। यो चाहिँ रोड पिच सकेपछि होइन ताप्लेजुङबाट माथि आएपछि पिच सकिन्छ। त्यस पछाडिको बाटो हो यो। अहिले पानी नपरेको हुनाले चाहिँ अलिक हिलो रहेछ। नभए हिलो भयो भने यो बाटो हिँड्न सकिँदैन। यस्तो छ बाटो राम्रै छ। यो बाटो 3 वर्ष अगाडि आउँदा त आम्मामा त बाइक खेल्दा यहीँ हैरान भएको त। गाडी यो फेरि हिलो त्यो कतै हानिदिरहेको छ। अलिकति गर्नु छ बाटो देखिँदैन। हिलो कहिले गऱ्यो पानी नपरेकोले चाहिँ दामी भएको छ धन्न। धुलो खाए पनि बाइकहरू चाहिँ छिप्पेको छैन। पानी चाहिँ पऱ्यो भने सक्यो फेरि यो बाटो। एउटा केटाकेटी बाख्रा हेर्दैछन्। मेरी आमै त हेरौँ गाइस यो पाथी भएर जाने बाटो यो के अरे ताप्लेजुङको रोड सकेपछिको बाटो यो। गल्यो म त यार गल्न पनि सबकै गल्यो हो गल्न पनि। घटाहरूलाई चाहिँ एउटा चिज जोगाएर हिँड्नु है यहाँनिर नभए त काम छैन। ओहो भन्न T20 चाहिँ तान्दो रहेछ हौ। T20 त यो हेर त बाटो। Oh my goodness, what is this? बाटो गाडीमा कसरी हिँड्छ नि मान्छे गाडीमा। मेरो बाइकमा यस्तो छ। माथिबाट फेरि के झर्नु पनि डर्नु। आइया ओहो खतरनाक छ र यार। ओ माई गॉड केही छैन। माताको दर्शनमा आइएको छ। यस्तो मूलक केही होइन। माताले कस्तो कुरा त पार गर्दै ल्याइदिउँ यहाँसम्म। यति त पार गरिहाल्छ त्यो मजाले पार गरिहाल्छु। हल्का राम्रो बाटो आयो कि भन्ने आश लाग्दैछ। फेरि आशै आश छ। फेरि सिन पनि यता बगालै छ। नेपाल हो नि। के हो यो ढुङ्गै ढुङ्गा छ। ढुङ्गा चाहिँ कहाँबाट आयो क्या यो। ठ्याक्क एकपल्ट डोजर किन ठ्याक्क भन्दा उता त हिँड्नै मिल्दैन। एक भन्दा त गाडी त कुद्दै नि यहाँ त।
ओहो, हात दुखेर त्यस्तै भएको छ, ज्यान दुखेर त्यस्तै भएको छ। फेरि गाइस तेल पनि सकिन लागेको छ क्या, मलाई त्यो चाहिँ तनाव छ क्या। अघि ताप्लेजुङमा पाइनँ कि तेल, अब पर सानो फेरि यहाँ पाउँछ कि त्यहाँ पायो भने त्यहाँ हाल्नुपर्छ, नभए भोलि रिटर्न त फेरि गाह्रो छ त। बाटो यस्तै छ कि एकको एक हो, एकभन्दा उता त जानै मिल्दैन।